आज हामीहरू सबै बसिरहेको थियौँ, त्यति बेला नै भाइ आयो कलेजदेखि। अनि भाइ आएर के भन्छ, हिँड जाऊँ आज यसो बजार लाग्यो तलतिर घुम्न जाऊँ भन्नु। मैले चाहिँ हुन्छ जाऊँ न त, स्कुटी निकालेर जाऊँ, आमालाई पनि लिएर जाऊँ, रमाइलो हुन्छ, फुल्की सुल्की खाएर हामीलाई बजारमा भन्यौँ कि। अनि त्यसपछि आमालाई सोध्न गएको त आमाले नाइ म त जान्न, तिमीहरू जाऊ आफै भन्नुहुन्छ। अनि त्यसपछि होइन किन जानु न र जाऊँ न भनेर फकायौँ। भने हामी दुइटा फेरि खुसुखुसु गर्न थाल्यौँ कि आमाले अब पेन्सनको पैसा जति हामीलाई के किनेर किनिदिनुहुन्छ भनेर आमालाई लग्न खोजेको। आमा त जाने खोज्नुहुन्न, के गर्ने भनेर प्लान गरायौँ कि हामीले। होइन आमा जानुपर्छ आज, त्यहाँ कस्तो कस्तो सेल लाग्यो अरे भनेर जति पनि फकायौँ। अनि हजुरआमाले होइन म त जाँदै जान्न, तिमीहरू आफै जा, मलाई धेरै फोर्स नगर भनेर एक एक लात हान्नुभयो। अनि हामीहरू होस् त नि नजाने भयो नजानु, हामी मजाले पानीपुरी र चटपटी खाएर आउँछ भनेर हजुरआमालाई ल्याप्ला पारेर गइयो। अनि त्यसपछि बजार गएपछि त अब हामीसँग त पैसा सैसा थिएन, साथीहरू बजार गयो, सर्लक्क घुम्यो, अलि एक घन्टा आइसक्रिम खाएर घर फर्क्यो। अनि घर आउँदा त हाम्रो घर अगाडि त डेलिभरी दाइ आउनुभएको, हजुरआमाले यति धेरै सामान मगाउनु भएको। अनि त्यसपछि हजुरआमालाई सोधेको त हजुरआमा टेन्सनमा हुनुहुँदो रहेछ। अनि आमा यत्रो धेरै सामान किन मगाउनु भएको भनेर भन्दाखेरि के भन्नुहुन्छ, बजार नगएको तिमीहरूसित पैसा खर्च हुन्छ भनेर, हेर त घर बसेर त मैले झन् धेरै सामान मगाइछु, झन् धेरै पैसा खर्च भयो भन्नुहुन्छ।